हाम्रो गाउँ विजय दाको घरको अगाडि चाहिँ यसरी किचनको अगाडि र ठुलो घरको बिचमा चाहिँ यसरी यहाँनिर पहिरो सानो गएको छ र उहाँहरू चङ्खो भएर मात्रै हो, नत्र भने चाहिँ यो पहिरोले पनि अब नोक्सानी चाहिँ गर्थ्यो होला, मान्छे पुरेको यताउता भएको भए चाहिँ। तर पनि अहिले यहाँ गाउँ समाजहरू मिलेर सबैजना मिलेर चाहिँ सरसफाइमा लागि परिरहेको छौँ र त्यस्तो ड्यामेज भएन भन्दा पनि हाम्रो गाउँमा पनि यहाँ पारि पनि हाम्रो बनामा सर भिक्टरको घरको मुनि छेउ स्कुलको त्यहाँ बिचमा पनि सानो पहिरो गएको छ र यहाँ पनि पहिला गएको हो है। माटो चाहिँ यहाँनिर यसरी ड्रप गरे हुँदैछ यहाँनिर एकै चाहिँ। त्यहाँ एकजना छोडिराख्दैन, म आउँछु नि। पहिरो चाहिँ यो माथिबाट झरेको, अहिले चाहिँ यहाँनिर पाल लगाएर अलिकति छोपिरहेको छौँ है। फेरि पनि कतै पानी परेर अझै थपिन्छ कि कतै भनेर र सबै जग्गा चाहिँ यहाँ तल पनि छ। एकछिन घर मुनि उता यताबाट सबै जग्गाबाट चाहिँ यसलाई सफा गर्ने कोसिसमै जारी छौँ। यहाँ धन्न तर जोग्यो है, पुरेको भए त है बिजोक हुन्थ्यो नि। पारीमा हाल्नुपर्छ। पारीको पनि तान्देको छु मैले। त्यो पारी तल त्यो मेरो अलैँची खिचेको चाहिँ के उकालो, त्यहाँ उकालोको है। म माथि जान सकिनँ, यो अघि पहिरो भर्केको बिजुदाको यतापट्टिको यो चाहिँ बाटोको छेउमा हाम्रो वर्णवास सरको घर है। यो किचनको सिधा मुनिबाट आएको रहेछ। अलिक डेन्जरै भएको छ। सुनिल दाको घर पनि अलिकति यहाँनिर मुनि छ है। यहाँ र यहाँ हाम्रो भिक्टर सरको अलैँची बारी एकदम सबै पेलपाल गरेर यता उँधो यहाँसम्म गएको रहेछ। यहाँ तल हाम्रो शिवन भाइको अलैँचीहरू निकै गएछ यसपालि भाउ भएको बेलामै हो। यो चाहिँ मैले अघि यहाँ पारीबाट तपाईँहरूलाई देखाएको यो पहिरो है। यो चाहिँ पानी चाहिँ खतरा दिएको हो। यहाँ भाइको बिचरा यहाँ सिलगढीबाट 2-3 गाडी बल्दा यहाँनिर राखेको थियो। यो पनि हेर्नुहोस् न, झाडु लगाएको जस्तो सबै सेतै बनाएर उडाइदिएछ। यहाँ भाइको यहाँ घरमा यहाँको चाहिँ सेप बसेछ हो। यसको माथिल्लो तलाको लागि ल्याएको थियो बिचरा, सबै यस्तो बनाइदिएछ नि भित्र पानी पसेर। यो चाहिँ हाम्रो राहुल भाइको है। उहाँको पनि यहाँ बाटै चुडेर गएर छ तल। यो हाम्रो सडक पनि एक साइडको सडक अर्को साइडको सडक पनि लाङबुङ बुच्चेको छ। यहाँ तल अलैँची बारी बिचराको सबै टुट्टो पिठो भयो। यहाँ पनि यस्तो भइरहेछ। यहाँ पनि यो चाहिँ हाम्रो राहुल भाइको। यहाँ पनि अचानक यो नजाने जग्गामा पहिरोहरू गएको छ। यस्तो पक्का जग्गामा साह्रै नजाने जग्गामा पहिरो गयो है। साह्रै यो हेर्नु न, यो पनि फुटिरहेको छ, डेलिकेट भइरहेछ अलिकति हिँड्ने बाटो पनि। यहाँ माथिबाट यो झरेको पहिरो, यहाँ रे बाँसहरू सबै यसरी बोकेर लगे जस्तो भयो बाँस पनि यहाँनिर।